सर एउटा बच्चा हराएको छ कि तपाईँले फोटो देखाइदियो त सर थोरै नियम मिटिङलाई सरी है घुमाएर गयो सुकेडा हो होइन यहाँ चाहिँ एउटा बच्चा हराएको छ है अनि हराएको 5-6 घन्टा भइसक्यो हामीले खोजेको 1-1.5 घन्टा हुन लागिसक्यो यिनी साथी होइन हामी हिँडेछौँ अब सबै ठाउँमा आइसक्यौँ त्यो भाइ चाहिँ खासमा पाहाडबाट आएको रहेछ युनिसको छिमेकीको बिहेमा आएको थियो अनि पछि हराएछ क्या हाम्रो लगभग इटरी जुन एरियाबाट हराएको सबै ठाउँ खोजिसक्यौँ एक ठाउँको भाइले चाहिँ देखेको छु लुगा पनि ठ्याक्कै त्यो लुगा लगाएर हिँडेको रहेछ लुगा पनि पर्ने तर हामीले त्योभन्दा अगाडि क्लु केही पनि भेटेनौँ स्टेट्युन भेट्यौँ भने भेट्नुपर्छ त फेरि र अझै नै भेटेको चाहिँ छैन होइन मैले मिसो त सोध्न पठाएको छु त्यो पसलमा र हेरौँ लगभग भित्रको बाटो सब छानमा आइसक्यो भने भित्र कहीँ पनि भेटेन अब हाइवेतिर छौँ बच्चाको फोटो चाहिँ मिल्छ भने म यहाँ हालिदिन्छु अब भिडियो हालिदिनु छ भेटे लागि भन्ने कुरा रात परे चाहिँ गाह्रो हुन्छ क्या अब बेलुका त गर्मी मौसमहरू पनि जाडो हुन्छ नि बेलुका त त्यो कारणले गर्दाखेरि अब 6 वर्षको सानो बच्चा हराएर चाहिँ के दिने हुन्छ अनि अब पुलिसले आफ्नो काम गरिरहेछ फ्यामिलीले पनि खोज्ने काम गरिरहेको छ नि त हामी चाहिँ एउटा सामाजिक रूपमा पनि नेबर भएर एउटा बाइकर भएर चाहिँ होइन सबैतिर अब हामी जान ठाउँ गइरहेछौँ साथी के भयो भेट्यो के क्लु भेट्यो के गर्नु यार स्याडली अहिले चाहिँ हामी सबैतिर खोज्यौँ कहीँ पनि भेटेनौँ होइन अनि अब कसैले पनि देख्नु भएको छ भने चाहिँ कन्ट्याक्ट गरिदिनु होला नेपाल पुलिसलाई अथवा म मेरो नम्बर पनि त्यहाँ कल गर्दा नि हुन्छ पुलिसले आफ्नो काम गरिरहेको छ तर हामी चाहिँ अब आफ्नो एउटा के भन्नु एउटा अब सामाजिक रूपमा हेल्प गर्न हिँडेको हो अब रात पऱ्यो अझै पनि हामी एकछिन खोज्छौँ अन्तिममा नभेटेपछि चाहिँ के गर्ने त अब राति 1-2 घन्टा खोज्दा नभेटेपछि अनि त्यहाँबाट हामी पुलिसमाथि निर्भर हुनुपर्ने हुन्छ अहिलेसम्म त कहीँ भेटेको छैन होइन देखाएर त कसैले कसले देखाएर छ देखाएको आन्टी यो भाइलाई कतै देख्नु भएको फोटो देखाएको हराएको पूर्वी गइसक्यो दाइलाई पनि देखाइदिनु अनि बोर्डिङ हालेको थिएन बोर्डिङ भन्दा पनि बिएमा आएको यता कतितिर 5-6 घन्टा भयो 5-6 घन्टा भयो हजुर सबै गरेको माइकिङ पनि गरेको हजुर अनि सबैतिर परिवारले गर्ने काम गरिरहेछ कि अब हामी छिमेकी सामाजिक रूपमा हिँडेको कतै भेटिहालिन्छ कि भनेर गैसारबाट र गैसार हजुर आन्टी गैसारमा हजुर होइन राई One eternity later. हेलो कहाँ हो केटा हो इन्द्र चोक भने कहाँ पो हेर्नुहोस् कहाँ इन्द्र चोक भने चिन्तान चौधरी ट्याङ्रा पुलतिर आऊ न ट्याङ्रा पुल साथी तिमी यसो गर इटरी चोक आऊ हामी चाहिँ 2टा ग्रुपमा डिभाइड भएर खोज्न गएको थियौँ त्यही पनि कतै केही भेटेन होइन म फोटो यहाँ हालिदिन्छु केटी बच्चाको परिवार पनि सोध्नु पऱ्यो होइन मिल्छ भने अनि म फोटो हालिदिन्छु अनि पछाडि मेरो नम्बर पनि दिउँ होइन अब होइन मतलब डिरेक्टली उतैपट्टिको नम्बर दिनु पर्ला अनि त्यही हो फर्किँदाखेरि पनि खोजि नै रहेको छौँ बाई चान्स भेटिहाल्ला कि भन्नु अनि बोल्न सक्छ होइन बिहेमा आएको बच्चा हो क्या माथि पाहाडबाट आएको हो हिजै मात्रै डरी आएको सर एउटा बच्चा हराएको छ कि तपाईँले फोटो देखाइदियो त कहिले देख्नु भएको छ कि भनेर
यो 5-6 घन्टा भयो गैसारबाट हराएको हो कि गैसारबाट अनि पुलिस रिपोर्टहरू सबै थोक लेखाइसकेको छ कि अनि लेखाइसकेको छ अनि हामी चाहिँ 98 1 6 वर्षको 5 वर्ष हो 5 वर्षको अनि कालो कलरको भेस्ट लगाएको छ क्या एकचोटि त्यसैलाई त्यही हो कि भाइ थोरै नियम मिटिङलाई सरी है त्यहाँ घुमाएर गयो कुद्दै कुद्दै चिटकाटमा आएको यार देखिन तिमीले यो हो हेर त यो त होइन होला यार अर्काको बत्ता उठाएर मार्छ नि त होइन होला